फेरि पनि तपाईँलाई स्वागत छ एउटा सानो टक्सेसन अथवा अन्तर्वार्तामा। म ओजस सुवेदी, यही 2082 सालको CMBBS तर्फ अल नेपाल र्याङ्क 53, करेन्टली फर्स्ट इयर स्टुडेन्ट एट पाटन एकाडेमी अफ हेल्थ साइन्सेस। अब फ्रेसर दाइ दिदीहरूलाई पनि टक्सेसनमा ल्याउन पर्यो भन्ने तपाईँको रिक्वेस्टलाई चाहिँ मनन गर्दै आजको टक्सेसनमा मैले यही 2082 सालको CMBBS तर्फ 164.75 मार्क्स ल्याएर अल नेपाल र्याङ्क 49 लाई आफूलाई लेजिटिमेट टपर अफ द फास्टको रूपमा उभ्याउनु सफल साथी प्रतीक गुराईले लिएर आइसकेको छु। स्वागत छ साथी प्रतीक। अब तिम्रो सानो इन्ट्रोडक्सनबाट मैले भिडियो अगाडि बढाउन चाहेँ। धन्यवाद साथी। सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ प्रतीक गुराई, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेलमा पर्छ। अनि हामी परिवारमा चाहिँ 4 जना छौँ। अनि यहाँ चाहिँ हामी म र दिदी बस्दैछौँ। दिदी चाहिँ ACCA गर्नु हुँदैछ अनि म चाहिँ अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फर्स्ट इयर एमबिबिएस पढ्दैछु। त्यही भएर अनि हामीले चाहिँ अब 4 पिलर अफ द मेडिकल इथिक्स बारे चाहिँ अब पढियो, चर्चा गरिँदैछ। त्यो सँगसँगै 4 पिलर टु क्रैकिङ अफ द कम्पिटिटिभ एक्जामिनेसनमा चाहिँ पहिलो आउँछ कन्सेप्ट, दोस्रो आउँछ कन्सिस्टेन्सी, तेस्रो आउँछ रिभिजन, चौथो आउँछ क्लियरेन्स हो। यही 4वटा पिलरहरूलाई आज साथीको जर्नीसँग रिलेट गर्दै तपाईँमा आज प्रस्तुत गर्ने उद्देश्यको साथ हामीले यो टक्सेसन सुट गर्दैछौँ। यो भिडियो हेर्ने सम्पूर्ण भाइ बहिनीहरूलाई मैले के कुरा चाहिँ सजेस्ट गर्न चाहेँ भन्दा तपाईँले यहाँ आएर यो भिडियो दाइको जर्नी सुन्न भन्दा पनि यहाँबाट तपाईँले भोलि बिहान आफूले पनि 160 165 एबभ ल्याएर टप 50 भित्र आफ्नो नाम ल्याउनको लागि के कस्तो मिहिनेत गर्नु पर्दो रहेछ, तपाईँको प्रिपेरेसनमा के कस्ता कुराहरूको चाहिँ कमी कमजोरी छ, सँगसँगै कतिचोटि रिभाइज गर्नुपर्छ, के रिसोर्सेस फलो गरेर अघि बढ्ने, यी यद्यपि कुराहरू सुनेर यसलाई तपाईँले आफ्नो दैनिकीमा चाहिँ उतार्नुहुन्छ भन्ने पक्कै आशा राखेको छु। अब ढिला नगरिकन मैले प्रश्नको सिलसिला चाहिँ अघि बढाउन चाहेँ। सर्वप्रथम चाहिँ तिम्रो 0.25 मार्क्सले चाहिँ IUM छुट्यो होइन। त्यो कुरोको चाहिँ रिग्रेट तिमीलाई अझै पनि कतै न कतै छ कि पाटनले चाहिँ त्यो कुरा फिल हुनै दिएको छैन, के छ? यस्तो रिग्रेट भन्नाले पनि त्यो 0.25ले IUM छुट्नु भन्दा पनि अब एक्जाममा अलिअलि सिली मिस्टेक भएको थियो, त्यसले चाहिँ रिग्रेट गराउँछ क्या। जस्तै त्यो एउटा मिल्दै भए त गएको थियो नि त होइन। त्यसले चाहिँ हो, जस्तै मैले 7-8वटा क्वेसन चाहिँ त्यतिकै छोडेको थिएँ क्या। अब त्यो हानेको भए पनि सबै बिग्रेको भने मैले पाटन त पाउँथेँ। तर अब एउटा 2टा 3टासम्म मिलाएर म आइएम जान्थेँ होइन। त्यसले चाहिँ रिग्रेट छ। तर अब पाटन आइसकेपछि यी पनि राम्रै छ होइन। अब राम्रै पढाइ भइरहेछ। त्यस्तो रिग्रेट भने चाहिँ अब छैन भनौँ न। अब ड्रिम त IUM नै थियो पहिले चाहिँ, अब पढ्दाखेरि। अब अहिले त्यस्तो चाहिँ छैन। पाटनले त्यो कुराको रिग्रेट हुँदै दिएकै छैन होइन। अब बिस्तारै हामीले अब यो टक्सेसनलाई अब पढाइतर्फै ढाल्नेछौँ। त्योभन्दा पहिला तिम्रो यो पढाइमा अथवा सजिलै भन्दाखेरि यो मेडिकल इन्ट्रान्स क्र्याक गर्नको लागि तिम्रो फ्यामिलीको रोल कस्तो छ? फ्यामिलीको रोल त अभियसली भइहाल्छ होइन। अब जस्तै अब यहाँ दिदी हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ। अब जस्तै मैले अब किचनमा खाना बनाउन जानु परेको छैन क्या। अब हजुरआमाले अब त्यो इन्ट्रान्सको जर्नीमा पनि अब बिहान के खान्छ, बेलुका के खान्छ, खाजा सब हजुरआमाले दिनुहुन्छ। अब दिदीले पनि, दिदी र मेरो चाहिँ पढ्ने रुम एउटै थियो। तर अब म फेरि पढ्दाखेरि एकदम शान्त वातावरण चाहिने। अनि त्यही भएर दिदी चाहिँ अर्को रुममा गएर पढ्नुहुन्थ्यो क्या। मैले पढ्नुपर्छ भनेर। अनि दिदीको नि रोल छ होइन। अब मोटिभेसन पनि अब दिनुहुन्थ्यो अब ऊ नपढेको बेला पनि। अब बाबा मम्मीको त रोल भइहाल्यो। अनि अरू कोही मान्छे भन्दा चाहिँ म मामाहरूलाई पनि सम्झाउन चाहन्छु। अब मामाहरूको पनि धेरै नै रोल छ ममा यहाँ आइपुग्नुमा। त्यही हो। त्यही त मेरो केसमा पनि मेरो 4 टाइम खानै टेबलमा आएको थियो क्या। इभन मैले खाएको थाहा सुत्दा मैले किचनमा लैजानु पर्थ्यो र होइन। त्यो लेभलको फ्यामिलीले चाहिँ सेक्रिफाइस गरेर आज हामी यसरी अल नेपाल र्याङ्क होइन आफ्नो नाम अगाडि जोड्न सकिएको। अनि अब ढिला नगरिकन म अब यो टक्सेसनलाई पढाइतर्फै ढाल्न चाहेँ। अब सर्वप्रथम तिम्रो चाहिँ स्कुलिङ सँगसँगै तिमीले +2 कहाँबाट गऱ्यौ र कति GPA ल्याएर चाहिँ उत्तीर्ण गरेको छोटकरीमा? मेरो स्कुलिङ चाहिँ अब म 10सम्म चाहिँ भन्नाले धेरै स्कुल चेन्ज गरेँ। अब नर्सरी दिक्तेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा गरेँ। अब LKG मैले पढिनँ। UKG पानोरोमा भन्ने थियो, त्यो अहिले छैन होइन। अनि 1 to 5 चाहिँ हिलसाइड सेम्पल एकाडेमी घर नजिकै थियो, त्यहीँ पढ्यो। अनि फेरि 6 to 10 चाहिँ नर्सरी जहाँ पढाएको थिएँ दिक्तेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, त्यहीँ पढ्यो। मेरो एसीमा चाहिँ 3.95 आएको थियो। म डिस्ट्रिक्ट टपर पनि भएको थिएँ खोटाङबाट। अनि त्यो किन ऊ पनि छ भन्दा त्योभन्दा अघिल्लो सालको डिस्ट्रिक्ट टपर चाहिँ दिदी हुनुहुन्थ्यो क्या। अनि त्यही भएर पनि अलिक मोटिभेसन आएको थियो। अब मैले पनि केही त गर्नै पऱ्यो होइन, नत्र त अब बिजोकै भयो घरमा। त्यही भएर अनि +2 चाहिँ मैले यहाँ भक्तपुरको सैनिक आवासीय महाविद्यालयबाट गरेँ हो। मेरो GPA चाहिँ 3.85 आएको थियो। 11मा मेरो 3.75 आएको थियो। त्यही थियो।
अनि जस्तै तिम्रो अब प्लस टूमा हुने होला होइन हिजो प्लस टूमा तिम्रो पढ्ने बानी कस्तो थियो अब टिचरको लेक्चरमा तिमी डिपेन्डेन्ट थियो कि नोट बढी पढ्थ्यौ कि घर आएर अनलाइन लेक्चरहरू हेर्ने हुन्थ्यो कि अथवा आफैले किताब घोट्ने होइन आफै किताबै पढ्ने किताबै कोर्ने बानी तिम्रो त्यस्तो थियो कि के थियो? प्लस टूमा चाहिँ अब क्लास त जहिले पनि जान्थेँ म, एक दिन पनि बिदा बसिनँ क्या सैनिकमा। बरु यहाँ पाटनमा आएपछि बसिसक्यो, त्यो सैनिकमा चाहिँ म एक दिन पनि बिदा भएन। अनि क्लासमा लेक्चर लिने, सरहरूले पढाएको सबै लिने, अनि घर आउने किताब पढ्ने नोट बनाउने, त्यसै नै हो मैले। अनि नबुझेको चाहिँ युट्युबमा नि हेर्थेँ अलिअलि। अनि त्यस्तो स्लाइडहरू चाहिँ मैले पढिनँ, म बुकै पढ्थेँ। भनेपछि म्याक्सिमम् चाहिँ तिमीले टिचरकै अब लेक्चरहरू बुझ्ने अनि आफै आएर चाहिँ किताब पढ्ने नै भन्यो होइन। अब यो सिई हुन्छ भन्ने तिमीलाई कहिले थाहा थियो र अथेन्टिक रूपमा आफ्नो अब सिई नै गर्छु भन्दा सिईको तयारी तिमीले कहिले गर्छु? सी भन्ने त अब थाहा थियो पहिलेदेखि नै। अब एसई पास भएपछि पनि थाहा थियो होइन सी हुन्छ भनेर। अब कलेजतिर इन्ट्रान्समा इन्टरभ्यू दिन थाल्यो, के भन्ने अब के भन्ने भनेरै खास बायो ल्यायो क्या, केही भन्ने थाहा थिएन होइन। बायो लियो, अनि बायो लिएपछि अब सबले डक्टर वा इन्जिनियर होइन। त्यही भन्दा के भन्ने भन्दा अब डक्टर भन्ने त्यतिकै। अनि मैले त्यतिखेर नेमको मोड्युल पनि ल्याएको थिएँ त्यतिखेर। अनि सीको प्रिपेरेसन भनेर खास एक्चुअली चाहिँ 12बाट गरेँ अब। तर 11 भने म मोड्युल चाहिँ घरिघरि हेर्थेँ क्या। अब कुनै इन्ट्रेस्टिङ लाग्यो भने, वा जस्तै कुनै कुरा बुझेन वा कुनै कुरा इन्ट्रेस्टिङ लाग्यो भने चाहिँ हेर्थेँ 11मा पनि। अनि अलिअलि एमसिक्यूहरू गर्थेँ, तर त्यत्रो मोड्युलै चाहिँ पढिनँ मैले 11मा। अनि 12देखि चाहिँ मैले मोड्युल नै पढ्न थालेँ। 12को बिगिनिङबाटै तिम्रो तयारी चाहिँ सुरु भयो। अब जस्तै अब 18,000 19,000 विद्यार्थीले चाहिँ सिई दिनुहुन्छ होइन, त्यसमा फर्स्ट एटेम्पमै नाम निकाल्ने भनेको 100-150 भन्दा बढी पक्कै हुनुहुन्न। अब त्यो हुने बेलामा तिमीले पक्कै प्लस टूबाटै मिहिनेत गरेको छौ होइन, आफूले पनि भनिसक्यौ। तिमीले त प्लस टूमा अरूले भन्दा के कुरा त्यस्तो फरक गएको त होइन, जस कारण चाहिँ सिई सँगसँगै एनइबी बोर्डलाई पनि हेन्ड भएर यता सिईमा पनि टप 50 भित्र नाम निकालेर अनि यता एनइबी बोर्डमा पनि 3.84 जिपी ल्याउनु सक्नुभयो? पहिलो कुरा त कन्सिस्टेन्सी नै हो होइन। मैले भनिसकेँ म एक दिन पनि बिदा भएन, बिदा बसिनँ होइन। जस्तै अब लेक्चर भन्नाले त क्लासको लेक्चर चाहिँ इम्पोर्टेन्ट नै हुन्छ क्या। त्यो चाहिँ लिनै पर्छ। अनि भनेको बुक पनि पढ्नुपर्छ, बुक चाहिँ पढ्नै पऱ्यो। अब त्यो स्लाइडहरूमा केही बढी हुन्छ कि कम हुन्छ, त्यही भएर त्यो चाहिँ हुँदैन। अथेन्टिक टेक्स्ट बुक पढ्ने, अनि त्यहीँबाट चाहिँ बरु अथेन्टिक टेक्स्ट बुकमा भएको कुरा केही बुझिँदैन, बरु त्यसलाई चाहिँ अनलाइन रिसोर्सको माध्यमबाट सर्च गरेर पढ्यो भने चाहिँ अलिक राम्रो हुनसक्छ। अनि अरूको क्वेसन चाहिँ अरू के हुन्छ भने क्वेसन गर्न पनि डराउनु भएन सरहरूले। अब आफूले जानेको छैन अरूले के भन्लान् भनेर चाहिँ त्यो डराउनु हुँदैन। अब जस्तै 11को अहिले मेरै साथीहरूको कुरा गर्नुपर्दा अब त्यतिखेर म डराएको भए होइन, अब मैले क्वेसन नसोधेको भए म पछि पर्थेँ होला नि त। अहिले मैले त्यतिखेर क्वेसन सोधेर बिगारेको कुरा त अहिले आएको त छैन नि त होइन। त्यही भएर साथीहरूले के भन्छन् भन्दा पनि मलाई के चाहिएको छ भन्ने थाहा पाएर क्वेसन सोध्नु डराउनु भएन। आफूले चाहेको चाहिँ म्याक्सिमम् लिन सक्नु पऱ्यो सरहरूबाट। त्यही कन्सिस्टेन्सी साथसाथै तिमीले 12बाट मिहिनेत गर्यौ होइन, कुनै दिन पनि त्यस्तो निप भएन। अनि अर्को कुरो भनेको चाहिँ आफ्नो गहिरीहरूलाई चाहिँ तुरुन्त अब अर्को कुरा चाहिँ आज क्लासमा जे पढाएको छ त्यो कुरा चाहिँ त्यही दिन सक्नु पऱ्यो कि। जस्तै आज अब केही पढाएको छ त्यो घर आएर त्यो बुझेर राख्ने, अब त्यसलाई रिभाइज गरिराख्नुपर्छ भन्ने पनि हुँदैन। त्यदि त्यो कुरा बुझेर राखेको छ भने तिमीले एक्जामको अघिल्लो दिन हेऱ्यो भने बुझ्छौ क्या त्यो कुरा। भन्नाले त्यो एकचोटि बुझेर राखेपछि तिमीले एकचोटि हेऱ्यौ भने बुझ्छौ। तर अब केही कुरा लेखेर राखेको छ र फेरि हेर्दा पनि बुझ्दैन भने चाहिँ त्यो नोट बनाएको नि काम हुँदैन क्या। नोट बनाउँदा चाहिँ कस्तो हुनु पऱ्यो भने तिमीले लेखेर राखेको कुरा पछि एकचोटि हेर्दाखेरि तिमीले फेरि सब बुझ्नु पऱ्यो कि, त्यो चाहिँ हुनुपर्छ। अनि त्यही भएर भनेपछि कुनै कुरा पनि तिमीले प्रोक्रास्टिनेट चाहिँ गरेनौ, आजको कुरा आजै भ्याउँछु भन्दै अघि बढ्यो होइन। अनि थोरै अब तिम्रो प्लस टूमा हुने बेला होइन, तिम्रो डेली स्केड्युल कस्तो थियो होइन, अनि कलेज आवर पछिको समयमा चाहिँ कति घन्टा सेल्फ स्टडीलाई दिन्थ्यो त्यो कुरा थोरै? मेरो कलेज चाहिँ अब 6:30देखि 12:30सम्म लाग्थ्यो। अब म 5:30तिर उठ्थेँ, गाडी आउँथ्यो 5:45मा त्यहाँ स्टपमा जानु पर्थ्यो। त्यसपछि अब 12:30सम्म कलेजमै हुन्थ्यो। अनि घर आउँदा त्यस्तै 1 साढे 1 हुन्थ्यो। अनि कलेजमा चाहिँ खाजा चाहिँ दिन्थ्यो होइन, खाजा दिन्थ्यो। अनि घर आएर खाना खाने हो। अनि खाना खाएर म एकछिन सुत्थेँ। अब त्यत्रो पढाइहाल्थ्यो होइन, ड्रागन देखिरहन्थ्यो। अनि सुत्थेँ। अनि सुतेर उठेपछि अब आज के पढायो पढ्न थाल्यो, बुक पढ्ने, अनि नबुझेको अनलाइन हेर्ने, पढ्ने। यति बजीसम्म पढ्छु भन्ने हुन्थ्यो। तर जे भने आज पढेको कुरा आज सक्नु पऱ्यो।
त्यो सकेर चाहिँ सुत्थेँ भनेपछि आज पढेको भ्याउनु पऱ्यो यति समय भन्दा पनि आफूले कति कभर गर्नुपर्छ भन्ने कुरामा चाहिँ तिमी फोकस भएर चाहिँ त्यो गऱ्यो भने अनि कस्तो हुन्छ भन्दा अब तिम्रो आफ्नो जर्नी भयो तिम्रो एक्सपिरियन्स भयो तिमीले गरेको केही मिस्टेक हुनसक्छ होइन तिमीले हिजो गरेको मिहिनेत हुनसक्छ त्यो कुरालाई जोडेर मैले केही सजेसन पोइन्टहरू तिम्रो गाइडेन्सहरूलाई चाहिँ यहाँ अब थोरै राख्नेछु होइन अब कस्तो हुन्छ भन्दा अहिले धेरै भाइ बहिनीहरू अब 11 युनिटतिर हुनुहुन्छ अनि ती भाइ बहिनीहरूले अब 11 सोचे जस्तो नजान सक्छ होइन सजिलै भन्नुपर्दा सी प्रतिको एउटा 0 हुनसक्छ हो त्यस्तो भाइ बहिनीहरूलाई अब 12को बिगिनिङबाट होइन तिमीले आफ्नो स्टडी एप्रोच कस्तो बनाएर के कुरामा ध्यान दिएर अघि बढ्न भन्छु जस कारण चाहिँ भोलि बिहान ती भाइ बहिनीहरूले पनि तिम्रो जस्तै यता एनबी बोर्डमा पनि सीमा पनि तिम्रो जस्तै रिजल्ट ल्याउन सक्ने म चाहिँ अब त्यो कुरा भन्छु जुन मैले गरेको थिइनँ क्या होइन जसले चाहिँ अझै हेल्प गर्थ्यो होला होइन अब 11को इन्डमा छ अब 12बाट चाहिँ अब सीको लागि थाल्नु पऱ्यो होइन भनेपछि 11को अब जस्तै ब्याकलग छ भने पनि 12को सुरुमा त केही प्रेसर हुँदैन अलिक भर्खरै स्टार्ट भएको हुन्छ त्यसमा चाहिँ त्यसलाई कभर गर्न सकिन्छ अनि 12मा चाहिँ के गर्नु पऱ्यो भने अब सी भनेको अब हामीले अब्जेक्टिभ मोडल भन्ने भनेको त्यही मोड्युल पढ्ने भन्ने नै हो मोड्युलबाटै क्वेसन प्र्याक्टिस गर्ने त्यसलाई पनि अब सँगसँगै टेक्स्ट बुकसँगै पढ्दै जानु पऱ्यो अनि 11को छुटेको कुराहरू पनि हेर्दै जानु नत्र 11लाई केही नगरी पनि 12मा चाहिँ टेक्स्ट बुक पनि पढ्ने मोड्युल नि पढ्ने मोड्युलमा नि त्यो धेरै एक्स्ट्रा पनि पढ्नु पर्दैन त्यो मोड्युलमा चाहिँ त्यही +2मा जे छ त्यही कुराहरूलाई चाहिँ गर्ने अनि क्वेसन चाहिँ सबै गर्ने भएर बाहिरकै क्वेसन भए पनि गर्ने त्यो गर्दै गयो भने चाहिँ राम्रो गर्न सकिन्छ अनि के गरिन्छ भने यो 12 पछि सबैभन्दा धेरै ब्याकलग लिएर आउने भनेको त मेकानिक्स र फाइल हो क्या त्यो चाहिँ तिमीहरूले यदि कभर गर्यो भने तिमीहरू चाहिँ 80% भन्दा अगाडि अभियसली नै हुनेछ त्यो चाहिँ भनेपछि यिनीहरू यो युज टपिकहरू जुन फाइलम छ होइन अनि यतातिर फ्लोरल डाइभर्सिटी हुनसक्छ अनि मेकानिक्सहरूलाई चाहिँ बरु 11मै होइन 12मै चाहिँ अब पानी पारेर अनि यसरी चाहिँ पछिको समयमा चाहिँ त्यसरी चाहिँ हुन्छ भन्ने कुरा तिमीले जोड्यौ है अब जस्तै 12मा भने भाइ बहिनीहरूको अब विदिन द 1 मन्थमा चाहिँ अब हाम्रो एनइबी बोर्ड छ इक्जाम छ अब यस्तो छोटो समयमा भाइ बहिनीहरूले के कस्तो गल्ती गर्नु हुँदैन होइन अब के कुराहरूलाई चाहिँ अप्नाएर अघि बढ्दा चाहिँ अझै बेस्ट होला त भन्ने कुराहरू तिम्रो थोरै अब त आउनु आँट्यो अब चाहिँ रिभिजन गर्ने हो अब अहिले नयाँ कुरा पढ्छु भनेर अब हुँदैन होइन अब रिभिजन गर्ने हो आफूले बनाएको नोट छ भने आफ्नै पढ्ने आफ्नै नोट नै बेस्ट हुन्छ अब छैन भने त स्लाइड्सहरू पढ्दा पनि भयो अब चाहिँ सबै पढ्छु भन्दा नि बोर्ड एडुकेसनमा ध्यान दिँदा चाहिँ राम्रो गर्न सक्छ जस्तो लाग्छ अनि जति पढाएको छ त्यसमा चाहिँ कन्फिडेन्स राख्नु पऱ्यो अब डरायो भने झन् बिग्रिन्छ त्यही नै अब जे अनि त्यो इन्टरनल एक्जाम भन्दा सजिलै हुन्छ यो बोर्ड एक्जामहरू त्यही भएर नताली गऱ्यो भने राम्रै गर्न सकिन्छ भनेपछि अब जस्तै यही वैशाखको 25 गते होइन 27 गते चाहिँ बोर्ड भ्याइन्छ त्यसपछि म्याक्सिमम् जस्तै 80-90% विद्यार्थीहरू इनसाइड द भ्याली अब काठमाडौँभित्र आउनु तयारी गर्छ तिम्रो विचारमा के लाग्छ यो आउन यो म्यान्डेटरी नै हुन्छ नाम निकाल्न काठमाडौँ नै आउनु पर्ने हो कि नआए पनि हामी घरै बसेर होइन आउटसाइड द भ्याली जहाँ छौँ बुटोल होला कतै चितवन होला त्यहाँ बसेर पनि नाम निस्कन सक्छ खास अब भ्याली नै आउनुपर्छ भन्ने त हुँदैन अब भ्याली आएर पनि के गर्ने भन्ने कुरा अब खास यहाँ इन्स्टिट्युट आएर गर्ने भनेको त्यो मक टेस्ट चाहिँ इम्पोर्टेन्ट हो होइन अब तिमी यदि तिम्रो ठाउँबाट फिजिकल मक टेस्ट दिन सक्छौ भने नआउँदा नि हुन्छ अब उहीँ मक टेस्ट दिने उहीँ पढ्ने अब यहाँ के हुन्छ भने बाहिरबाट आएको विद्यार्थीहरू यहाँ आएपछि इन्स्टिट्युट जोइन गर्छन् क्या अब प्रेसर नै हुन्छ अब फ्यामिली अब त्यहाँ गएको छ सबै पढ्दैनस् भन्ने जस्तो हुन्छ नि त बराइ लिन गएको जस्तो सोध्छ नि त त्यही भएर इन्स्टिट्युट जान्छन् अनि त्यही अलमा लिन्छन् क्या त्यही भएर चाहिँ यदि फिजिकल मक टेस्ट दिन मिल्छ भने उहीँ बस्ने उहीँ पढ्ने अनलाइन लिने भएर होइन अनलाइन एउटा गाइडेन्सको रूपमा अब एक्लै आफै मात्रै पढ्न पनि गाह्रै हुन्छ क्या त त्यसमा चाहिँ अलिक डिसिप्लिन पनि बढी चाहिन्छ अब कुनै दिन चाहिँ अब पढिँदैन पनि कुनै दिन अब फेरि त्यसको फाइदा चाहिँ के भने आफूलाई आफ्नै गतिमा जान सकिन्छ आफ्नै मेन्टेन गर्न सकिन्छ आफ्नै पेस मेन्टेन गर्न सकिन्छ अब त्यो अनलाइन क्लासमा चाहिँ साथीहरूलाई पर्खिनु पर्ने अब सबैलाई एकैचोटि लिएर जानु पर्ने हुन्छ त्यही भएर अनि यदि तिमीहरूको चाहिँ अब फिजिकल मक टेस्ट छैन भने चाहिँ अलिक सुरुमै नहुने उहाँ पढ्ने अब अनलाइन नै पढ्ने अनि अलिक सीको 1 महिना 1.5 महिना अगाडि आएर चाहिँ अनि त्यो सिरिज एक्जामहरू पनि गरेर हुन्छ नि त्यो दिएर अनि त्यही मक टेस्टहरू दिएर चाहिँ प्रिपेयर हुन सक्छु भनेपछि
त्यही त आफूसित सेल्फ डिसिप्लिन छ भने राम्रोसँग नि अब आफैले पढ्ने हो होइन। त्यही पनि कसैले कम्पिटिसनमा होइन साथीभाइ पढेको देख्ने बेला अब पढ्ने हुन्छ नि होइन, कोही त्यस्तो छ भने चाहिँ यहाँ आउँदाखेरि चाहिँ राम्रो कम्पिटिसन चाहिँ पाइन्छ, माहौल पाइन्छ। घर वातावरण छ, आफू सेल्फ डिसिप्लिन गरेर पहिल्यै प्लस टूबाटै तयारी चाहिँ राम्रै छ भने यहीँ आउनुपर्छ भन्ने चाहिँ त्यस्तो छैन होइन। अब मैले चाहिँ जस्तै मैले पनि आफ्नो फर्स्ट एटेम्पमा होइन सबसे ठुलो विषय चाहिँ के गरेको थिएँ भन्दाखेरि आफ्नो रिसोर्सेसलाई चाहिँ लिमिट गर्न सकेको थिएन क्या होइन। ठ्याक्क 12 भेट्ने बित्तिकै अनि फेरि मैले मोडल पनि गरेँ, अनि त्यो पास क्वेसनहरूको किताबहरू पनि किनेँ, सबै गरेँ होइन। आफूले पढेको लेक्चरको नोटहरू छोडेँ होइन। अनि त्यो गल्ती चाहिँ फेरि पनि भाइ बहिनीहरूले चाहिँ नदोहोऱ्याउँ भन्ने कुराले चाहिँ होइन। अब तिमीले आफ्नो फर्स्ट एटेम्पमै नाम निकाल्नको लागि फ्रम द बिगिनिङ अफ द सीईको चाहिँ होइन प्रिपरेसन जर्नीदेखि एउटा कार्तिक 14 गतेसम्म तिमी कुन रिसोर्सेसमा चाहिँ सीमित भयो, 3 सेमेस्टर भएको पार्टली गरेर चाहिँ यहाँ क्लियर बनाइदिनु भाइ बहिनीहरू। अब जस्तै अब 11 र 12मा केही रिसोर्सेस गरेँ, अनि 12मा चाहिँ के गरेँ भन्नुहोस् होइन। अब जस्तै जुलोजीको लागि त अब टेक्स्ट बुक नै पढ्यो, महँगो मोड्युल त सुरुमै थियो मैले भनिसकेँ। अनि मैले 11मा चाहिँ खासै हेरिनँ मोड्युल, कुनै इन्ट्रेस्ट लाग्यो भने हेर्थेँ भने। 12मा चाहिँ जस्तै कुनै च्याप्टर पढ्यो वा कुनै सिस्टम पढ्यो भने त्यो मोड्युलमा हेर्ने, मोड्युलमा चाहिँ अब बुकमा जे छ त्यही हेर्थेँ, अनि क्वेसन चाहिँ सब हुन्थ्यो उहाँ त्यतिखेर, अनि त्यसरी गर्थेँ। अनि यो 12 बजी चाहिँ फेरि केही छुट्छ कि अब होइन, प्लस टूको मात्रै पढाएको छ, अलिक ब्रोडै होला, सी भने चाहिँ त अलिक गाह्रै होला भनेर अनि त्यो के अरे युट्युबको लेक्चरहरू फ्री लेक्चरहरू पाइन्छ त्यो नि हेरेर फेरि युट्युबको फ्री लेक्चर हेरेँ, अनि फेरि क्वेसन गरेँ क्या। त्यो अगाडि नै गरिसकेको थिएँ क्वेसन, त फेरि रिभिजन पनि भयो। मैले चाहिँ जुलोजीको लागि चाहिँ सिस्टमको लागि मिलन गैरे सरको हेरेको थिएँ, फ्री लेक्चर नै छ युट्युबमै छ। अनि फाइलमको लागि चाहिँ कमल नेपाल सरको हेरेको थिएँ। त्यसपछि बोटनीको लागि पनि त्यही टेक्स्ट बुक मोड्युलहरू त्यही नै हो। अनि प्लस टू 12 पछि पनि आफै पढेँ बोटनी मैले, केमिस्ट्री पनि आफै पढेँ। अनि के रह्यो फिजिक्सको लागि चाहिँ मैले आरटी सर राम तिवारी सरको हेरेको थिएँ। मेरो 12को त कभर भएको थियो नि, अब 11को चाहिँ अलिक कभर भएको थिएन, त्यही भएर आरटी सरको हेरेर मैले जे नि त्यो असोज फोको लागि प्रिपेयर गरेँ हो। त्यसको 2 हप्ता अगाडि नै सकेको थियो मेरो कोर्स चाहिँ। त्यो अगाडिको लागि प्रिपेयर गरिसकेपछि त्यो पछि चाहिँ तिमीलाई धेरै हेल्पफुल भयो। अनि म्याथको लागि चाहिँ म्याथ चाहिँ मैले खासै त्यस्तो तयारी गरिनँ। म्याथको बुक थियो मलाई मेमोरियलकै, त्यो 12तिर हुँदै पनि म क्लासतिर लगेर साथीहरूसँग म्याथ गरिदिन्थेँ क्या त्यतिकै पनि। अनि त्यतिकै पनि थियो। अनि यो मक टेस्टहरू पनि दिइनँ, 12देखि नै थाल्यो। 12 त्यतिखेरदेखि गरिन्थ्यो। म्याथ चाहिँ क्लासमा गरेर पनि नेपाली इङ्ग्लिसहरू पनि हामी म्याथ पनि हान्थ्यौँ। त्यही त भनेपछि अनि तिमीले आफ्नो यो तयारीमा भन्यो नि होइन, मैले चाहिँ टेक्स्ट बुकबाट चाहिँ नोट बनाउँथेँ भन्यो होइन। अब प्लस टूमै हुने बेला अनि पछि आएर पनि त्यो नोटै हेरे पनि मलाई पुग्यो होइन। अनि फेरि पछि आएरै फेरि टेक्स्ट बुक खोल्न परेन भन्यो होइन। यो टेक्स्ट बुकबाट नोट चाहिँ मैले पनि आफ्नो बनाएँ होइन, किनकि अब टिचरले एउटा लेक्चर अब हेरियो भने त होइन, टिचरको अब त्यही टिचरले जे लेखाउँछ त्यो लेख्यो, नोट बन्यो। तर यो टेक्स्ट बुक पढेर आफै नोट बनाउने कसरी आइन्छ त होइन, यो कुरा अब मलाई पनि हेल्पफुल हुन्छ, अनि अब सुन्ने भाइ बहिनीहरूलाई पनि पक्कै हेल्पफुल हुन्छ। जस्तो क्लासमा जाने लेक्चर लिने थाहा हुन्छ क्या इम्पोर्टेन्ट कुरा के हो हुन्छ, अनि बुक आउने पढ्ने बुझ्ने, अनि त्यही कुरा लेख्ने हो। अब कस्तो हुन्छ भने कलेजहरूले चाहिँ नोटहरू चेक गर्ने पनि हुन्छ कुनै कलेजमा, त्यहाँ चाहिँ के हुन्छ भने लाइनमा पुरै प्याराग्राफमा वा लाइनमा लेख्न लाउँछन् होइन। तर मेरो नोट चाहिँ त्यस्तो हुँदैन थियो, मेरो चाहिँ म चाहिँ बुलेट पोइन्टमै लेख्थेँ। त्यो नोट यस्तो हुनु पऱ्यो कि अहिले लेखेको छ पछि हेर्दा एकचोटि हेर्दा चाहिँ बुझिदिनु पऱ्यो क्या। त्यो कुरा नोट लेख्ने मात्रै होइन, त्यो कुरालाई बुझेर चाहिँ राख्नु पऱ्यो। त्यो भयो भने चाहिँ रिभिजन गर्न पनि सजिलो हुन्छ, अनि त्यो बुलेट पोइन्ट भयो भने चाहिँ सम्झिन पनि सजिलो हुन्छ। जस्तै अब हाम्रो साथीहरू र मेरो नोट बनाउने तरिका नै फरक थियो होइन। अब उनीहरूले पुरै लाइनमा लेख्थेँ, म बुलेट पोइन्टमा लेख्थेँ। अनि नोट चेक गर्ने कुनै सरहरूले नोट माग्यो भने दिस योर नोट अर रफ कपी भन्थ्यो क्या। म कपी पनि त्यो व्हाइट होइन, त्यस्तो रफ कपी हुन्छ नि त्यसमा लेख्थेँ कि, किनभने व्हाइट कपीमा चाहिँ ह्यान्ड राइटिङ राम्रो बनाएन भने राम्रो देखिँदैन, यसमा चाहिँ ह्यान्ड राइटिङ जस्तो लेख्यो भने आफूले बुझ्यो भयो नि त होइन, छिटो पनि हुन्छ। अनि यसमा चाहिँ अब ह्यान्ड राइटिङ राम्रो पनि लेखिराख्नु परेन, आफ्नो टाइम पनि बच्यो, त्यही भएर चाहिँ यस्तो प्रयोग गर्थेँ। अनि त्यही हो, अलिक आफूले बुझ्ने हुनु पऱ्यो, अरूको लागि नोट बनाउने होइन। भनेपछि टेक्स्ट बुकबाट चाहिँ नोट बनाउने बेला हामीले प्याराफ्राइज गरेरै लेख्न भन्दा पनि बुलेट पोइन्टमा चाहिँ होइन मजाले पोइन्ट आउट गर्न सकियो भने चाहिँ त्यो कुरा चाहिँ बेस्ट हुन्छ होइन। अब कस्तो हुन्छ त धेरै भाइ बहिनीहरूले के प्रश्न राख्नुहुन्छ भन्दा
पहिलो कुरो त अब मक टेस्टमा मार्क्स बढेन भन्ने हुन्छ होइन म्याक्सिममको। अर्को भनेको चाहिँ रिसोर्सेस युजहरू भयो। तेस्रो भनेको चाहिँ पास्ट इयर क्वेसनको लागि कुन किताब युज गर्ने दाइ भन्ने हुन्छ होइन। अब मार्केटमा धेरै एक्स्ट्रा रिसोर्सेसहरू छ होइन। हिजोको दिनमा मैले पनि 2-3 वटा एक्स्ट्रा रिसोर्सेसहरू होइन यो टेक्स्ट मोडल बाइक त्यो किनेर अनि आफ्नो प्रिपेरेसनलाई नै त्यो डामाडोल पारेको थिएँ कि अब तिम्रो विचारमा होइन यो पास्ट इयर क्वेसन गर्नको लागि होइन यो मार्केटमा भएको एक्स्ट्रा रिसोर्सेसहरूमा कुन चाहिँ बेस्ट छ अथवा के यो युज गर्नै पर्ने हो कि होइन। अब तिमीले अब के भन्न चाहन्छौ यो बारे? मैले त्यत्रो खासै बाहिरको रिसोर्स त युज गरिनँ। मैले मेन मोड्युल नै गरेँ क्वेसन, त्यहाँ पनि क्वेसन छँदैछ। हजुर। अनि त्योभन्दा फाल्टो चाहिँ मैले लास्टतिर कम्प्युटर सोल्युसन गिरेको थिएँ। हजुर। भन्नाले त्यो दसैँतिर क्या, दसैँमा अब घर जानुपर्ने उता, अनि घर जाँदा सबै बुक लगेर जान नसकिने भयो। त्यही भएर कम्प्युटर सोल्युसन लगाएर क्वेसन गर्छु भनेर त्यहाँ अब त्यस्तै यो सीको चाहिँ सकेको थिएँ। सीको हुन्छ नि सबै सेट सकेको थिएँ त्यतिखेर। कम्प्युटर सोल्युसन पनि राम्रो हुन्छ। अनि कम्प्युटर सोल्युसनसँगै अर्को आइएम पास्ट क्वेसन के भनेर आएको थियो क्या, त्यही त्यो किन्दा त्यो चाहिँ फ्रीमै थियो। अनि त्यहाँको क्वेसन नै गरेको थिएँ, त्यही हो मैले युज गरेको थिएँ। भनेपछि त्यही त कस्तो हुन्छ भन्दाखेरि एकचोटि पढेर भ्याउने बेला चाहिँ यो सोल्युसन सेटहरू चाहिँ सल्भ गरेर बेस्ट हुँदो रहेछ होइन। त्यही पनि कोही अब च्याप्टर वाइज जाने बेला चाहिँ होइन पहिल्यैदेखिबाट आफ्नो प्रिपेरेसनको बेला चाहिँ यो च्याप्टर वाइज एमसिक्यूहरू हुन्छ नि पास्ट इयर क्वेसन होइन, त्यो वाला चाहिँ टेक्स्ट बुकहरू चाहिँ युज गर्न सक्दाखेरि चाहिँ बेस्ट हुँदो रहेछ। मैले चाहिँ त्यो कुरा बुझेँ होइन। अब कस्तो हुन्छ भन्दाखेरि अब मैले चाहिँ अब तिम्रो ठ्याक्क अब +2 भइसकेपछि अब यो 5 महिनाको चाहिँ यो समयमा चाहिँ म जान चाहेँ। +2 यो बोर्ड भ्याउने बित्तिकै तिमीले कति दिनपछि आफ्नो तयारी सुरु गरिहाल्यो? बोर्ड जस्तै फ्राइडे थियो होला बायोलोजीको एक्जाम। हजुर। स्याटरडे मक टेस्ट दिन गएको थिएँ क्या त्यहीदेखि। अनि मक टेस्ट दिन गयो अनि त्यहाँदेखि आएर त्यो मैले खासै ग्याप लिइनँ। भनेपछि अर्कै दिनदेखिबाट त्यस्तै पढ्ने भन्नाले अब 12को त पढिराखेकै थियो, अब 11को कसरी पढ्ने भन्ने नै उ थियो। अनि मैले त्यहीमा कसरी पढ्ने नै भन्ने हुन्छ क्या सुरुमा त अलमल नै हुन्छ हामीलाई नि। त्यो यही काठमाडौँ बसेर पनि यही गर्ने यसरी नै निस्किन्छ भन्ने हुँदैन। अनि मैले आशिक झा भन्ने दाइलाई भेटेको थिएँ। अनि लेक्चर लिनु पऱ्यो भनेर सोचिरहेको थिएँ भने चाहिँ अनलाइन लेक्चर लिनु पऱ्यो। अब आफूले त पढेकै छु र पनि केही त कमी होला नि त होइन, केही कमी त हुन्छ भनेर त्यही भएर दाइलाई कसको लेक्चर लिनु दाइ भनेको थिएँ। अनि दाइले चाहिँ अनलाइन ल्याउनु युट्युबमै हेर, अब तिम्रो 130 जति आइरहेको छ तिमीले सक्छौ, युट्युबमै फ्री लेक्चर पाइन्छ। मेरो पनि जस्तै मैले पनि अनलाइनै ल्याएँ, हाम्रो नि कोरोना भयो अनि मैले पनि अनलाइन पढेरै टप गरेँ हो भन्नु। अनि त्यसपछि चाहिँ मैले युट्युबमा पढाएँ हो। त्यही भएर 12 पछि चाहिँ त्यही भएर युट्युबमा लाग्यो अनि युट्युबबाटै कभर गरेँ। अनि जस्तै तिमी यो भनेपछि 12 पछि चाहिँ इन्स्टिट्युटहरू धाउने यताउति चाहिँ मक टेस्ट बाहेक अरूको लागि चाहिँ गरेर होइन। अनि तिम्रो विचारमा के लाग्छ यो वाट इज द रोल अफ द इन्स्टिट्युट टु क्र्याक द मेडिकल इन्ट्रान्स? यो अब रोल भन्नाले चाहिँ अब त्यही कम्पिटिसन चिन्ने हो। इन्स्टिट्युटमा गएर कम्पिटिसन चिन्छ। कम्पिटिसन त मक टेस्टबाट पनि थाहा भइहाल्छ, तर जेन्युन त हुँदैन। मक टेस्टकै ऱ्याङ्कले चाहिँ हुन्छ भन्ने चाहिँ हुँदैन। अब जस्तै नेममे कहाँ हुन्थ्यो हाम्रो ऱ्याङ्क होइन, त्यो चिटिङ गरेर नि हुन्थ्यो क्या त्यहाँ। त्यही भएर इन्स्टिट्युटको रोल भनेको चाहिँ खास त्यही मक टेस्ट चाहिँ इम्पोर्टेन्ट छ। अनि अर्को भनेको चाहिँ अब यदि बेस नै कम छ अनि मलाई जसरी पनि डक्टर बन्नु छ भन्ने छ अनि उनीहरूलाई केही त छ नि त उनीहरूको लागि जस्तो भन्ने त हुँदैन। अब म कहाँ गएर पढ्ने भन्दा इन्स्टिट्युट त छ नि त, त्यो भएर पनि इम्पोर्टेन्ट हो। तर यदि 11 भएर राम्रो पढाएको छ, बेस्ट राम्रो छ भने चाहिँ इन्स्टिट्युट जानु पर्दैन, बरु अनलाइन लिने गाइडेन्सको लागि भनेर। त्यही हो। नत्र यदि सेल्फ डिसिप्लिन रहन सक्छ भने युट्युबै पढ्दा, युट्युबबाटै फ्रीमै पाइन्छ, त्यही पढ्दा पनि भयो, नत्र सरहरूको अनलाइन लेक्चर लिँदा पनि भयो, वा अनलाइन क्लास कुनै जोइन गर्दा पनि हुन्छ। भनेपछि तिमीले चाहिँ आफ्नो तयारी चाहिँ आफ्नो सेल्फ स्टडी अनलाइन लेक्चरहरू त्यही पनि युट्युबको चाहिँ फ्री रिसोर्सेसहरूबाटै सिक्नु भयो होइन। अब जस्तै अब म तिम्रो +2 पछिको चाहिँ समयको चाहिँ होइन तिम्रो थोरै डेली स्केड्युलहरू होइन, तिमीले अब यो 3टा सब्जेक्टलाई कसरी एप्रोच गर्थ्यौ होइन, तिम्रो डेली एप्रोच हुन्छ कि 3टै सब्जेक्टलाई एकै दिन भ्याउनु हुन्थ्यो कि त्यो कुरा चाहिँ थोरै यहाँ भाइ बहिनीहरूलाई क्लियर हुने? म जस्तै 3टा होइन 4टामा डिभाइड गरेको थिएँ होइन। अनि म बिहान चाहिँ कतिखेर उठ्थेँ भनेर थाहा हुँदैन, अब जतिखेर बिउजिँदै त्यतिखेर उठ्थेँ। अनि उठेर चाहिँ म फिजिक्स पढ्थेँ सुरुमा। फिजिक्सको एउटा च्याप्टर सक्यो, एउटा पढ्यो, अनि त्यसकै एमसिक्यू गऱ्यो। मोडलबाट पनि त्यही अलिअलि हेर्ने अनि एमसिक्यू गर्ने। अनि त्यो सकेपछि एकछिन ब्रेक होला, अनि केमिस्ट्री, बायोलोजी, बोटनी त्यसरी नै। म्याथ चाहिँ मैले त्यसरी पढिनँ, जे अनि 4टा सब्जेक्टको 1-1 च्याप्टर चाहिँ म भ्याउँथेँ दिनमा।
अब सधैँ स्मुथली त गएन, धेरै जस्तो दिनहरूमा 4टै हुन्थ्यो, कहिलेकाहीँ 3टा पनि हुन्थ्यो, कहिलेकाहीँ 2टा मात्र पढिन्थ्यो। तर चाहिँ हामी 4टै सक्ने ऊ चाहिँ हुन्थ्यो, प्लान चाहिँ हुन्थ्यो। भनेपछि तिमीले अब मेन चाहिँ आफ्नो डेली रुटिन बनाएर गएर 4वटै सब्जेक्ट चाहिँ हेर्छु अनि एटलिस्ट 1 घन्टा च्याप्टर भए पनि भ्याउँछु भन्ने चाहिँ त्यो गर्यो। अनि म्याथलाई चाहिँ तिमीले के गर्यौ कि सटर्डेदेखिको मक टेस्टकै त्यसले चाहिँ म्याथ कभर भयो कि कहिले हेर्दै हेरेनौ कि के भयो? स्याटरडेकै मक टेस्ट पनि हो, अनि युट्युबको त्यो सर्टकटहरू हुन्छ नि, त्यो क्युबहरूको युट्युबमै हेरिन्थ्यो भिडियोहरू, युट्युबमै भिडियो हेर्ने। अनि अब कहिलेकाहीँ त्यो पढ्न मन नलागेको बेला म्याथ हेर्ने, युट्युबमा जाने म्याथ हेर्ने, अनि क्वेसन गर्ने, त्यही हो। भनेपछि तिमीले अब डेली भन्नुपर्दा 8-10 घन्टा न्यूनतम पढिन्थ्यो होला? त्यस्तै इफेक्टिभ त्यही 7-8 घन्टा हुन्थ्यो होला। अब पढ्नु चाहिँ 10-12 पढिन्थ्यो, अब इफेक्टिभ चाहिँ 7-8 हुन्थ्यो होला। म ब्रेक लिन लान्थेँ, एकछिन पढेपछि ब्रेक लिने भन्नाले यतिखेरै ब्रेक लिन्छु भन्ने चाहिँ हुँदैन थियो, त्यही पनि लिइरहेको छ। अब चाहिँ हाम्रो ऱ्यापिड फायर सेक्सन चाहिँ सुरु हुँदैछ। यसमा चाहिँ तिमीले तुरुन्तै 1-2 सेकेन्डमा चाहिँ उत्तर दिनुपर्ने हुन्छ है त। बिगेस्ट मिथ अबाउट द सिभी? बिगेस्ट मिथ चाहिँ जस्तै +2को बुक चाहिँ इनफ छैन भन्ने चाहिँ मिथै हो जस्तो लाग्छ। हजुर, किनभने इनफ छ क्या, जस्तै स्कलरसिपमै नाम निकाल्न भने +2 बुक्सकै कन्सेप्ट अनि क्वेसन चाहिँ अलिक बढी प्र्याक्टिस हुनु पऱ्यो, नत्र +2को बुककै कन्सेप्ट चाहिँ इनफ छ। अनि बिगेस्ट सेक्रिफाइसेस यु मेड फ्रम द बिगिनिङ अफ द इन्ट्रान्स प्रिपरेसन? इन्ट्रान्स प्रिपेरेसन भन्दा अब 11 नै अब म उहाँ हुँदा चाहिँ फुटबल चाहिँ जहिले खेल्थेँ, फुटबल नि खेल्दैन होइन, फुटबल खेल्न पाएन आएपछि। अनि अर्को भनेको चाहिँ अब मामाको बिहेमा नि जान पाएन, सानैदेखि सँगै बस्या मामा हो होइन, मम्मी बाबाको चाहिँ जागिर अन्त्य भएकोले हामी चाहिँ मामासँग बसेको क्या दिदी र म, अनि उही मामाकै बिहेमा जान पाएन, त्यो चाहिँ सेक्रिफाइस नै गरे होला होइन, कलेज छुट्छ भनेर। अनि म्याक्सिमम् आजसम्म होइन, अब यो सी भन्दा नि जहिले पनि होइन अहिलेसम्म पढ्ने बेला चाहिँ म्याक्सिमम् कति घन्टा पढ्ने? म्याक्सिमम् अब यति घन्टा त भन्दा होइन, त्यही 12-1 बजीसम्म बसेको थिएँ कि जस्तो लाग्छ। ठिक छ। अनि इफ यु हेभ टु गो विथ ओन्ली वान सब्जेक्ट होइन, तिम्रो आफ्नो चाहिँ यो सीमा जस्तो जेई एडभान्स चाहिँ होइन, त्यो सब्जेक्ट चाहिँ कुन हुन्छ तिम्रो? त्यो सब्जेक्ट केमिस्ट्री नै हुन्छ होइन, अब केमिस्ट्री र बोटनीमा एउटा हो, केमिस्ट्री नै हुन्छ। अनि इन्स्टिट्युटको मक टेस्ट चाहिँ कुन इन्स्टिट्युटको सबसे बेस्ट हुन्छ? मक टेस्ट चाहिँ म चाहिँ 2टा दिन्थेँ 12मा होइन, मैले जब +2मा थिएँ त्यहाँ चाहिँ जब नेमको मात्र दिन्थेँ 11 देखि 2 बजीको। जब 12 पछि चाहिँ मैले बिहान चाहिँ निमाको दिएँ 7 देखि 10, अनि 11 देखि 2 चाहिँ नेमकै दिन्थेँ। अब नेममा चाहिँ के हुन्छ भने छिटो सकिन्छ क्या, म नेमको चाहिँ मक टेस्ट 2 घन्टामै सक्थेँ, निमाको चाहिँ 3 घन्टामा नि सक्नु गाह्रै हुन्थ्यो। भनेपछि अब फरक खालको क्वेसन प्र्याक्टिस गर्न पाइन्छ त्यहाँ चाहिँ। क्वेसनको हिसाबले चाहिँ निमाको राम्रो हुन्छ क्वेसन, तर अब कम्पिटिसन जान्नको लागि चाहिँ नेमको पनि दिनुपर्छ जस्तो लाग्छ। अनि फिजिकल लेक्चर कि अनलाइन लेक्चर? अब +2मा हो भने अब +2कै क्लासको त अब फिजिकलै लिनु परिहाल्यो, अनि अब +2 पछि चाहिँ अब अनलाइनै लिँदा ठिक हुन्छ। युट्युब म चाहिँ युट्युबै भन्छ, युट्युबै भयो होइन। अनि तिम्रो विचारमा तिम्रो लागि सबैभन्दा हार्डेस्ट सब्जेक्ट चाहिँ कुन थियो? हार्डेस्ट भन्दा पनि मैले धेरै नपढ्या भने चाहिँ फिजिक्स हो, भन्नाले धेरै एक्सप्लोर नगरे। अब जस्तै अरू सब्जेक्टको चाहिँ म अरू होइन एउटा मात्र बुकमा चाहिँ ऊ हुन्दा थिएँ, अब जस्तै लाइब्रेरीतिर गएर पनि अरू हेर्थेँ, अनि फिजिक्सको चाहिँ त्यही टेक्स्ट बुक मात्रै हेरेँ हामीले, त्यही भएर चाहिँ त्यही हुन्छ। अनि स्ट्रेसफुल डे चाहिँ इक्जाम डे थियो कि रिजल्ट डे? मलाई त इक्जाम डे नै स्ट्रेसफुल लागेको थियो, रिजल्ट डेमा त्यस्तो स्ट्रेस थिएन। भनेपछि नाम निस्किन्छ अनि पहिल्यै थियो कि इक्जाम दिइसक्यो? नाम निस्किन्छ अनि यहाँ नि राम्रै ऱ्याङ्क आउँछ जस्तो चाहिँ लागेको थियो, भन्नाले यत्रो अगाडि नै आउँछ जस्तो चाहिँ लागेको थिएन, जे नि राम्रै भएको छ जस्तो चाहिँ लागेको थियो। अनि वान ह्याबिट द्याट हेल्प यु टु स्कोर ऱ्याङ्क 49? वान ह्याबिट भनेको त त्यही हो, त्यो पढेको चिज त्यही दिन सक्नु नै राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो बानी चाहिँ अब यता सी प्रिपेरेसनमा पनि एप्लाई भइहाल्यो होइन। जुन आज पढाएको छ त्यो अब जुन कुनै क्वेसन आएको छैन त्यसलाई छोडिदिने हुन्छ नि त भएको त, त्यो चाहिँ त्यही दिन सक्नु पऱ्यो भन्ने हुन्छ नि, त्यही चाहिँ राम्रो जस्तो लाग्छ मलाई। ठिक छ, अब ऱ्यापिड फायर सेसन चाहिँ तिमीले पास गरिसक्यौ होइन। अब चाहिँ हामी ऱ्यापअप सेसनमा चाहिँ जान्छौँ, जहाँ चाहिँ तिम्रो अब थोरै धेरै तिम्रो रिभिजनको चाहिँ गाइडेन्सहरू, मक टेस्टका तिम्रो जर्नी, सँगसँगै सीको दिनको चाहिँ सेरोफेरोमा आएर चाहिँ अनि हामीले यो टक सेसनलाई चाहिँ हिँड्ने गर्छौँ। अब रिभिजनमा मेनली भन्नुपर्दा होइन बोटनीको यो फ्लोरल डाइभर्सिटी होइन, अनि सँगसँगै यो जोलोजीको एनिमल किङडम हुनसक्छ, फाइलो यिनी भयो होइन, अनि केमिस्ट्रीको इनअर्ग्यानिक होला, अनि फिजिक्सको फर्मुलाहरू होला। यसलाई चाहिँ क्विक रिभिजनको लागि होइन, अथवा
यो भनेको म्याक्सिमम टाइम बेसी राख्ने टपिकहरू हो अनि यसलाई चाहिँ सम्झिन अथवा रिभाइज गर्नको लागि तिम्रो त्यस्तो केही पोइन्टहरू अथवा केही जुन भाइ बहिनीहरूलाई रिभिजनको लागि त अब त्यही दिन पढ्ने अनि भोलि अर्को दिन पनि हेर्ने त्यसलाई हेर्ने गर्छ होइन अनि त्यसपछि चाहिँ अनि मक टेस्ट नै हो क्या मक टेस्ट एनालाइज गर्ने त्यो बिग्रिरहेछ भने हेर्ने हो म अब जस्तो यसलाई यति यतिमा रिभाइज गर्छु त्यस पढेको भोलिपल्ट चाहिँ गर्थेँ अनि फेरि यसलाई यतिमै गर्छु अब यसलाई रिभाइज गर्नु छ भन्दा पनि अब सम्झिन्छ क्या अब कुन पढाएको छ अब कुन चाहिँ बिर्स्यो जस्तो लाग्छ त्यसलाई हेर्ने अब मैले यो रिभिजन गर्नु छ भनेर त्यो फेरि बर्डन चाहिँ दिन्नथेँ दिमागलाई अब नयाँ के पढ्नु छ त्यसमै ध्यान दिन्थेँ अनि मक टेस्टमा यदि त्यो बिग्रियो भने चाहिँ अब त्यो एउटा क्वेसन बिग्रियो भने होल च्याप्टर रिभाइज गर्ने अनि त्यसरी नै जान्थेँ अनि कुनै हुन्छ नि अब कुनै च्याप्टरहरू त रिभाइज गर्नै पर्छ जस्तै यो फाइलाहरू पनि गरिराख्नै पर्छ अनि यो डाइभर्सिटीहरूलाई चाहिँ कहिलेकाहीँ हेर्ने गर्ने होइन अब बेला बेलामा ठिक छ अनि तिमीले एकचोटि रिभाइज चाहिँ कतिचोटि गरेको होला जस्तै मैले पनि मसित त 1 वर्षै थियो होइन अनि मैले 5 देखि 10 कुनै टपिकहरू 10 देखि 15चोटि रिभाइज गरेको तिम्रो केसमा होइन फ्रेसरहरूले चाहिँ अब कतिचोटि रिभाइज गर्दाखेरि चाहिँ पूर्ण हुन्छ होइन आफ्नो इन्ट्रान्सको प्रिपरेसनको थोरै मैले अब 11-12को जस्तै कोर्स त अब रिभिजन भइहाल्यो होइन एक्जाम बेला पढ्नै पऱ्यो थियो एक्जाममा पढ्थ्यो म नोट बनाएर राख्ने अनि एक्जामकै दिन रिभाइज गरेँ एक्जामको दिन रिभाइज गर्ने म भ्याउँथेँ कि किनभने बुझेर राखेको हुन्थ्यो अनि त्यो बुझ्न गाह्रो हुँदैन थियो अनि त्यो त भइहाल्यो अनि मैले 12मा आफै पढाएको थिएँ अनि फेरि पछि लेक्चर लिएर पनि फेरि त्यही पढेँ त्यसले पनि रिभिजन भयो अनि त्यसपछि पनि 1-2 चोटि गऱ्यो होला त्यसले गर्दा 3-4 चोटि गऱ्यो होला एउटै कुरालाई तिमीले अब 2 महिना अगाडि नै भ्यायो के होइन तर पनि अनि 2 महिनै बेला अब न्यूनतम पनि 3-4 चोटि चाहिँ पुग्यो होइन अब थोरै म मक टेस्टको कुरा गर्न चाहेँ होइन तिम्रो सबसे पहिला चाहिँ मक टेस्ट तिमीले कहिले दियो र कति मार्क्स आएको थियो त्यो कुरा थोरै मैले 12 क्लासमा स्टार्टमै हो नेममै दिएको 80 मार्क्स आएको थियो त्यतिखेर अनि लोएस्ट लेभल हाइएस्ट लेभल र सी भन्दा ठ्याक्क अघिल्लो मक टेस्ट लोएस्ट त फर्स्टकै आयो अनि हाइएस्ट भनेको चाहिँ 176 आएको थियो यो चाहिँ कहिले भन्दा त्यही असोज कार्तिकतिरै कहिले हो अनि लास्ट त्यो एक्जामभन्दा अघिल्लो दिन पनि नेममै दिएको थिएँ त्यहाँ चाहिँ 167.75 आएको थियो सीमा हामीले 2-3 मार्क्स कम आयो ठिकै छ सीमा नि एक्सपेक्ट त अलिक बढ्ने थियो अलिक कम नै आयो अनि जस्तै यो 12 भ्याइदिएसम्म होइन तिमीले मक टेस्टमा कति जति ल्याउँथ्यो त्यो कुरा पनि थोरै जस्तै मेरो 12 क्लासमा चाहिँ त्यही अब 100+ चाहिँ जहिले आउँथ्यो 100देखि 120 मेरो मार्क्स चाहिँ इन्क्रिज किन भएन भन्दाखेरि म मक टेस्ट दिने अनि त्यसको एन्सर हेर्ने अनि जस्तै मैले त्यो 12को पनि मोड्युलहरू पढ्थेँ नि त्यो चाहिँ अब रिभाइज गर्न चाहिँ टाइम भएन यहाँ नि एकचोटि कन्टेन्ट चाहिँ भ्याएको थियो क्या मलाई अब 12 पछि चाहिँ 12मा सीको लागि पढ्नु भने कन्टेन्ट के छ चाहिँ थाहा थियो अब सबै कुरा चाहिँ रिभाइज चाहिँ गरेको थिइनँ त्यही पनि मिस्टेक हो होला जस्तो लाग्छ तर मिस्टेक भन्दा नि अब 12 पछि पनि टाइम त थियो होइन रिभाइज गर्न जस्तै एकचोटि बुझेर राखेपछि रिभाइज गर्न ठुलो कुरै हुँदैन क्या जस्तै एकचोटि बुझ्नु चाहिँ बरु अन्डरस्ट्यान्डिङ चाहिँ छ भन्दा इम्पोर्टेन्ट हो जस्तो लाग्छ मलाई ठ्याक्क तिमीले कति मार्क्स ठ्याक्क त्यो अन्तिमसम्म चाहिँ 12को अन्तिमसम्म कति मार्क्स ठ्याक्क मक टेस्टमा कति मार्क्स आएको थियो तिम्रो मेरो 12 बजीको फर्स्ट मक टेस्टमा हजुर 12 त्यही इन्डुतिर भनौँ न अब मेरो 130 आएको थियो नेममै दिएको त्यो एक्जामको बायोलोजीको एक्जामको भोलिपल्ट 130 आएको थियो भनेपछि 130 120 जति होइन 12मै स्कोर गर्न सक्दा चाहिँ पछिको 4-5 महिनामा सबै कुरा हामीले अब ऱ्यापअप गर्न चाहिँ सकिँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ क्लियर भयो अनि शनिबारको दिन तिम्रो कसरी बित्थ्यो त होइन शनिबार अब दुईवटा पछि 12 बजी त दुइटै मक टेस्ट दिएको मैले होइन अब बिहानै जाने अनि त्यही अब 2 बजी हुन्थ्यो घर पुग्दा त्यही 3-4 बजे हुन्थ्यो अनि जाने अनि मक टेस्टको त्यो एन्सर हेर्ने मैले अब मिस्टेक कपी चाहिँ बनाइनँ होइन अब मिस्टेक हो कि के हो अब थाहा भएन त्यो चाहिँ थाहा भएन म मिस्टेक कपी बनाइनँ शनिबार एक दिन बित्दा त्यो पनि त्यतिखेर आएर अनि सुतिन्थ्यो त्यो एन्सर हेर्ने अनि सुत्ने त्यही खासै अब पढ्ने चाहिँ गएन शनिबार मिस्टेक कपी चाहिँ बनाएर दिने चाहिँ होइन हाम्रो केसमा ठिकै छ अनि जस्तै अब चाहिँ म सीको दिनको सेरोफेरोमा चाहिँ रहेर चाहिँ आफ्नो चाहिँ कुराकानी चाहिँ अघि बढाउन चाहेँ जस्तै अब सी आउन अब 1 महिना अथवा 15-20 दिन छ भने सबैले एउटा प्रेसर हुन्छ कि अनि आफू ओभर थिङ्किङ हुन्छ कसैले त एन्जाइटी नै हुन्छ होइन त्यो बेलामा आफूलाई तिमीले कसरी काम राख्यौ र त्यो छोटो समयमा तिमीले आफ्नो स्टडीलाई चाहिँ के कुरा चाहिँ फरक राख्यौ स्टडी एप्रोच कस्तो बनायो त्यो कुराहरू काम राख्न त अब
यदि पढाएको छ भने कन्फिडेन्स आउँछ अनि पढाएको छ भने नर्भस पनि हुन्छ क्या यदि नर्भस भयो भने पर्फर्मेन्स इम्प्रुभ चाहिँ गर्न सकिँदैन कि नपढेकोलाई नर्भसनेस हुँदैन होइन पढेपछि नर्भसनेस त अभियसली आइ नै हाल्छ अनि त्यसको कामनेसको लागि खासै केही त गरेन त्यही पढ्ने होइन अब आफूलाई के अरे व्यस्त राखिराख्ने अनि 15 दिन अगाडि चाहिँ अब त्यही हो रिभिजन गरिरहेको थियो अब 15 दिन अगाडि त तिहार नै थियो तिहारमा अब खासै तिहारमा त पढेन है अनि तिहार पछि 1 हप्ता थियो त्यसमा चाहिँ मैले होल भएको थिएँ एकचोटि सबै त्यहाँ फिजिकल केमिस्ट्री भएको थिएन अरू सबै भएको थियो अनि के थियो केमिस्ट्री स्ट्रङ पार्ट भएकोले पनि छोड्दा नै हो भनौँ न होइन फिजिकल केमिस्ट्रीबाट त्यस्तो पनि आउँदैन होइन म्याक्सिमम कुरा आउँछ धेरै सजिलै आउँछ अनि के थियो दसैँ तिहारमा पढियो कति घन्टा दसैँ तिहारमा दसैँमा त्यही कम्पिटिसन गरे हो अब कति घन्टा भनेर भएन दिनमा एउटा सेट वा दुईवटा जति गर्थ्यो होला 2टा गर्थेँ टाइमर राखेरै गर्थेँ म अनि तिहारमा चाहिँ खासै पढेन तिहारमा यतै थिएँ म काठमाडौँमै अनि तिहारमा नि मक टेस्ट पनि भएन अनलाइन दिन्थेँ अनलाइन चाहिँ मक टेस्ट दिएँ अरू त तिहारमा चाहिँ केही गरेन जस्तै सीको म अब ठ्याक्क अघिल्लो दिन कसै कुरा गर्न चाहे होइन अघिल्लो दिन पढ्यो कि पढेन भने पढ्यो भने कति पढ्यो सँगसँगै कति घन्टा चाहिँ सीको अघिल्लो दिन मैले मेकानिक्स रिभाइज गरेको थिएँ त्यो दिन चाहिँ मेकानिक्सलाई नै धेरै किनभने फर्मुला बिर्सिन्छ जस्तो लागेको थियो त्यही भएर चाहिँ मेकानिक्स मात्रै नै हेरेँ हामीले त्यो दिन अनि कति घन्टा सुत्यो भन्दा त अब म त्यही 8-9 बजे नै सुतेको थिएँ भन्नाले त्यसै 8-9 घन्टै सुत्यो होला ठिक छ अनि जस्तै अब सीको दिनको कुरा गर्न चाहेँ मैले होइन अब सीको दिन ठ्याक्क तिमीले अब ओएमआर सिट चाहिँ अब कति मिनट होइन कति मिनट अगाडि चाहिँ फिल गरेर भ्यायो होइन अनि कस्तो थियो अब नाम निस्किन्छ भन्ने थियो कि थिएन के थियो त्यतिखेर अब मैले सीमा चाहिँ त्यही 5-10 मिनट अगाडि नै सकेको थिएँ ओएमआर गर्न अनि मेरो अब नाम निस्किँदैन भने नि जुलोजी चाहिँ अलिक बिग्रेको थियो होइन अब 2-3वटा छोडेको थिएँ 2-3वटा बिग्रेको थियो अनि बोटनी र केमिस्ट्रीमा चाहिँ मलाई खासै बिगारे जस्तै पनि लाग्दैन होइन जुन बिग्रियो त्यसले चाहिँ अहिले पनि हटाउनु पर्ने 1-2वटा सिलिमिटेको लास्टै भयो त्यो केमिस्ट्रीको एउटा त नभन्नु भने क्वेसन त के त्यही सिओसिएल2 वाला हो क्या त्यो वाला अनि त्यो बिग्रेको थियो अनि फिजिक्स पनि ठिकै भयो फिजिक्स पनि त्यही 44-45 मिलाएको थियो अनि म्याथ त राम्रै नै भएको थियो त्यही भएर अनि नाम निस्किँदैन भन्दा पनि अब जे अनि राम्रै भएको छ भन्ने चाहिँ लागेको थियो अनि त्यही मेरो चाहिँ त्यो स्वयं इन्टरनेसनल कलेज पढाएको थियो क्या ललितपुरको अनि त्यो चाहिँ सिए पढाउनु रहेछ अनि त्यो प्राइम सिएको बाँडिरहेको थियो अनि कहाँ सिए पढ्ने एमबिएस पढ्ने नि भनेर मैले अनि बाहिर निस्केपछि मम्मीले फोन गर्नुभएको थियो अनि खै निस्किन्छ होला अब राम्रै भएको छ भनेको थियो अब घर जाँदा अलिअलि मिस्टेक त अलिक धेरै नै भएछ र पनि 170 जति चाहिँ आउँछ कि जस्तो चाहिँ लागेको थियो अनि जस्तै तिमीले अब आफूले सीको दिनमा चाहिँ होइन बस्दाखेरि क्वेसन गर्ने तिमी सबसे बढी टाइम कुन लाग्यो अथवा बायोमा तिमीले कति टाइम लाग्यो त्यो कुरा जस्तै अब मैले खासै टाइम त हेरिनँ त्यही अनि मलाई निमामा भन्दा चाहिँ कम नै लाग्यो निमाको बायो चाहिँ धेरै लामो नै हुन्छ 1 घन्टै लाग्दैन मलाई बायोमै यहाँ त मैले झन्डै बायो 35 मिनट्समा सकेको थिएँ होला बायो त्यति सकेको थिएँ सुरुमा जुलोजी म सिसेटेको थिएँ सुरुमा जुलोजीको अब नजानेको छोड्दै गयो बोटनी सहिलो थियो केमिस्ट्रीलाई पनि धेरै टाइम लागेन केमिस्ट्रीलाई पनि झन्डै मैले 20-25 मिनटमा सकेको थिएँ अनि अलिक फिजिक्समा अलिक टाइम लाग्यो होला मलाई फिजिक्समा पनि त्यही 40-45 मिनट लाग्यो त्यसपछि अनि म्याथ पनि लामै थियो तर सहिलो थियो त्यसलाई पनि अलिअलि टाइम लाग्यो अनि फेरि छोडेको क्वेसनहरू रिभाइज गर्दा अनि ठ्याक्कै 5-10 मिनट आएको थियो अनि अब 7-8वटा क्वेसन थियो टाइम पनि थियो तर पनि मैले हार्ने कि अब के होइन त्यही भएर अलिकति रुचि छ त्यही त अब म अहिले जस्तै टक्सेनमा हाम्रो साथीभाइहरूले पनि बायोमा चाहिँ धेरै टाइम गयो कसैले 1 घन्टै लाग्यो होइन त्यस्तो भन्ने भयो तर तिम्रो चाहिँ अब 35 मिनट मात्र भयो होइन त्यही भएर नजानेको क्वेसन चाहिँ छोड्दै जाँदा चाहिँ जितिँदो रहेछ होइन पछि आएर बरु हेर्नु समय भयो भने चाहिँ नजानेको छोडेरै चाहिँ बरु त्यो कन्फिडेन्स रह्यो क्या अब त्यही एउटा क्वेसन गऱ्यो भने त फेरि यो पनि आउँदैन जस्तो लाग्छ बरु नजानेको छोड्दै जाने बरु पछि आउने त्यो गऱ्यो भने चाहिँ अरू क्वेसनलाई चाहिँ बढी फोकस भएर अरू मिलाउन सकिन्छ जस्तो लाग्छ जुलोजीको चाहिँ होइन रिसेन्ट ट्रेन्ड हेर्दाखेरि चाहिँ होइन अनि अलिक देशभरै क्वेसन आउँछ कि
अनि त्यो देशमा क्वेसन आउँछ अनि हाम्रो चाहिँ अब पढाइ पुग्दैन के पुग्दैन के पुग्दैन र तिम्रो विचारमा चाहिँ यो थोरै विद्यार्थीले के कुरा चाहिँ आउट अफ द बक्स गर्दा चाहिँ जोलोजी 35+ चाहिँ ल्याउन सक्ला नि त जुलोजीको मैले नि बुक नि पढेँ हो, मोड्युल नि पढेँ हो, कमल नेपालको फाइलम नि हेरेँ होइन, त्यो धेरै छ भन्छन् त्यो पनि हेरेँ र पनि मेरो दुईवटा क्वेसन छुट्याएको थियो एउटा, त्यो एउटा टेट्रा न्युक्लियर पनि मैले गरिनँ, अर्को त्यो इन्भर्टेड ब्लड फ्लो भनेर पनि थियो होइन, त्यो पनि मिलेन होइन, दुइटै मिलेन, मैले दुइटै मिलेन भने दुइटै छोडेँ मैले, त्यो दुइटै छोडेँ भने चाहिँ अब जुलोजीको लागि चाहिँ अलिक बाहिरको रिसोर्स पनि युज गर्नुपर्छ जस्तो लाग्छ। अब मैले युज गरिनँ होइन, अब यो नै रिसोर्स चाहिँ भन्दिनँ तर अलिक आउट अफ द बक्स पनि सोच्नुपर्छ जस्तो लाग्छ। अरूलाई चाहिँ अब जस्तै टेक्स्ट बुक र मोड्युलै मात्र युज गरेको जोलोजीलाई मात्र भए पनि अलि पास्ट इयर गइसकेको अलि मलाई अलि कहिले अब इन्डियन लेक्चर हेर्दा हुन्छ कि होइन, कुनै अलि बुझ्नुपर्ने टपिकहरूबाट चाहिँ अब हामी चाहिँ अब अन्तिमतिर आइसकेका छौँ होइन। अब हामीले त्यो म्याक्सिमम् कुराहरू चाहिँ पक्कै कभर गरियो होला होइन। तिम्रो अब जर्नीदेखि लिएर +2को जर्नी, +2मा तिम्रो पढ्ने स्केड्युलदेखि लिएर के कस्तो अब तिम्रो सजेसनका पोइन्टहरू पनि आयो भाइ बहिनीहरू, कोही दिन हामी जस्ताको त्यस्तै राखेर चाहिँ यहाँ टक सेसनमा चाहिँ यसरी कुरा गरियो। सँगसँगै तिमीले त्यो 5 महिनाको होइन आफ्नो +2 भइसकेपछिको चाहिँ आफ्नो इन्ट्रान्स प्रिपेरेसनको आफ्नो सबै कुरा खुलस्त पारेर चाहिँ भन्यो होइन। अब चाहिँ तिम्रो फाइनल मेसेज फर अल द एक्सपिरियन्स चाहे फ्रेसर भाइ बहिनीहरू हुन्छ होइन जो आउँदै हुनुहुन्छ, अनि अर्को चाहिँ अब डक्टर भाइ बहिनीहरू चाहिँ जो अहिले मिनेट गर्दै हुनुहुन्छ। फाइनल मेसेज चाहिँ के हुन्छ भने अब आफूले जे सकिन्छ त्यो चाहिँ पढ्नै पर्छ, आफूले सकेसम्म पढ्ने हो। अब दिनभरि नै पढ्छु भनेर पनि नजाने होइन, अब जति सजिलो लाग्छ जति बुझिन्छ दिनमा सबै च्याप्टर भ्याउनुपर्छ भन्ने पनि हुँदैन, दिनमा अब सकिन्छ भने 4टै लाने, सकिँदैन भने 2टा गरेर पनि लान सक्यो। जे अनि कन्सिस्टेन्टली पढ्नु चाहिँ पर्छ, अब नपढी चाहिँ निस्किँदैन नै नाम होइन। अब जस्तै अब 1-2 दिन पढेन भने बिर्सिन्छ क्या, जस्तै मैले त्यो तिहारमा पढिनँ है, तर मेरो के राम्रो भयो भने त्यतिखेर त्यो तिहार पछिको मक टेस्ट छ नि, त्यो नेममा दिएको थियो 168.75 आयो, त्यसले पनि अलिक कन्फिडेन्स दियो क्या अब होइन। अब यति आयो भने त अब निस्किन्छ नै भन्ने थियो। अब मेरो 160+ त जहिले नै आउँथ्यो र पनि अब त्यतिखेर त्यो तिहारमा नपढेको बेला त्यो बिग्रेको भएर अलिक कन्फिडेन्स डाउन हुन्थ्यो कि जस्तो लाग्छ। त्यही भएर मक टेस्टमा पनि मार्क्स इम्प्रुभ गर्दै जाऊ, त्यो इम्प्रुभ गऱ्यो भने पनि आफूलाई कन्फिडेन्स मिल्छ होइन, त्यसले चाहिँ अझै पढ्नलाई हौसला दिन्छ। अनि बिग्रियो भने पनि फेरि चिन्ता गरेर चाहिँ बस्नु चाहिँ हुँदैन, अब अझै इम्प्रुभ गर्ने, कुन बिग्रेको छ त्यसलाई अझै रिभाइज गर्ने वा पढ्न बाँकी छ भने पढ्ने। अब आफूले पढेको च्याप्टरको चाहिँ भर्सक बिगार्नु नभन्ने, अनि क्वेसन गर्दै जाँदा कुनै आएन भने त्यसमा अल्झिएर जानु भने बरु स्किप गरेर फेरि पछि आएर गर्दा चाहिँ मिल्न सक्छ। त्यही हो, त्यसमै त्यही अल्झिन्छ भने अझै स्ट्रेस हुन्छ, टाइम नै पुग्दैन, टाइम नपुगेपछि म्याथमा त फेरि केही नै आउँदैन, त्यो सजिलो क्वेसन नै बिग्रिन्छ म्याथमा। त्यही भएर अब राम्ररी पढ, त्यही नै भन्न चाहन्छु। ल अब धन्यवाद साथी होइन, यहाँ आयो मलाई विश्वास गर्यो, अनि यसरी आएर चाहिँ आफ्नो जर्नीहरू सेयर गर्दै यो पक्कै भाइ बहिनीहरूलाई पक्कै हेल्प हुनेछ होइन। अब तिमीले यत्रो माथि ऱ्याङ्क गएको छ है, अब आउने भाइ बहिनीहरूले अब तिमी आफ्नो एउटा इन्सपिरेसन हुनेछौ है। अब त्यो सबैको लागि फेरि पनि धन्यवाद मलाई होइन यहाँ आएर बोल्ने मौका दिएको भए। अब त्यही अब हामीले पनि बस भाइ बहिनीहरूलाई केही हेल्प होस् भनेरै गरिरहेको छौँ। अब साथीले पनि उसको युट्युबबाट अब भाइ बहिनीको लागि लक्षित गरेर युट्युब खोलिरहेको छ होइन। अब अहिले पढ्नुपर्ने समयमा एनाटोमी पढिरहनु पर्ने मान्छे यहाँ पोडकास्ट दिइरहेको छ, त्यही भएर उसलाई पनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। अब उसले पनि अब अझै पनि पोडकास्ट ल्याउँछ होला सायद, त्यही भएर तपाईँहरूलाई हेल्पफुल नै हुन्छ। त्यही भएर अब सब्सक्राइब गरिदिनु, लाइक सेयर गरिदिनु होला, अनि सपोर्ट गरिदिनु होला, त्यही भन्छु। हस् धन्यवाद।